सम्पूर्णमा नमस्कार। आज मैले राजस्वमा चाहिँ यो रसिद पनि जारी भइसक्यो, तर पनि किन एकाउन्टिङमा चाहिँ एकाउन्ट हुँदैन, एकाउन्टमा आम्दानी बान्न देखाउँदैन भन्ने विषयमा धेरै पालिकाहरूले धेरै प्रश्न गरिराख्नु भएको छ। त्यो प्रश्नलाई हजुरहरूलाई कहाँनिर हामीले चाहिँ के काम गर्न बाँकी भएको कारणले चाहिँ एकाउन्टिङ हुन सकिरहेको छैन भन्ने विषयमा संक्षिप्त मैले जानकारीमूलक भिडियो लिएर आएको छु। धेरै आन्तरिक राजस्व होस् अथवा चाहिँ विभाज्य कोषको होस्, तपाईँहरूले कोही करदाताले बैंकमा गएर पैसा जम्मा गरिसक्नुभयो र बैंकमा जम्मा गरिसकेको पैसा तपाईहरुले के कारणले तपाईहरुको एकाउन्टिङमा चाहिँ आम्दानी भएको छैन, एकाउन्टिङमा आम्दानी गर्न सक्नु भएको छैन भन्ने विषयमा संक्षिप्त भिडियो लिएर आएको छु है। अब सबैभन्दा पहिला नि राजस्व प्रशासन प्रमुखले के काम नगरेको कारणले एकाउन्टिङ नभएको हो भन्ने विषयमा जान्छु। तपाईहरुले जस्तै बैंकमा सोझै पैसा जम्मा त भयो अथवा बैंकमा जम्मा भइसकेको पैसा तपाईले आम्दानी भौचर बनाउने भन्ने यहाँनिर हेर्नु त प्रविष्टि भित्रको आम्दानी भौचर बनाउने भन्ने छ। यहाँनिर गएर तपाईले यसरी खोज्नु भयो, हेर्नु भयो भने देखि नि यहाँनिर थुप्रै तपाईको आम्दानी भौचर बनाउन बाँकी छ के। हेर्नु त जस्तै उहाँले हेर्नु त 1 करोड 6 लाख रुपैयाँ चाहिँ पैसा चाहिँ जम्मा भएको रहेछ आन्तरिक राजस्व खातामा, तर उहाँले यहाँनिर चाहिँ आम्दानी भौचर नबनाइदिएको कारणले यो भौचर चाहिँ एकाउन्टिङ भएको छैन। रसिद त जारी भयो, हेर्नु त 79 र 80 भनेर रसिद नम्बर चाहिँ जारी भइसक्यो, तर यो रसिद नम्बरको एकाउन्टिङ आम्दानी नभइदिएको कारणले हेर्नु त आम्दानी भौचर नबनाइदिएको कारणले नि लेखामा चाहिँ आम्दानी भौचर बनाउन पाउनु भएको छैन। जस्तै मैले लेखाको युजर गरेर हेरेँ भने देखि नि हेर्नुस् त यहाँनिर चाहिँ त्यो 1 करोड 2 करोड समथिङ बराबरको यहाँ आम्दानी भौचर बनाउने भन्ने ठाउँमा नि लिस्टै देखिएको छैन हो। तर यसैलाई तपाईले के गर्नुहुन्छ, यहाँनिर गएर हेर्नु त राजस्व प्रशासन प्रमुखको आइडीमा गएर प्रविष्टिमा जानुहुन्छ, आम्दानी भौचर बनाउने भन्नेमा जानुहुन्छ। यो आन्तरिक राजस्व खाता होस् या विभाज्य कोष खाता जुन हो भए पनि एउटै है। विभाज्यको देखे छैन तपाईले विभाज्यको आम्दानी बान्न छुटाउनु भएको छ भन्ने हो, आन्तरिक राजस्वको देखे छैन भने आन्तरिक राजस्वको भन्ने हो। यहाँनिर गएर आन्तरिक राजस्व खाता भनेर तपाईले हेर्ने गर्नुभयो भने यो विवरण देखिन्छ हो। यो विवरणलाई तपाईले केही नगरिकन हेर्नु त आम्दानी भौचर बनाउने भनेर यहाँनिर सेभ गरिदिनु भयो भनेदेखि नि रेकर्ड ह्याज बिन सेभ भन्यो, यसको तपाईको के भयो भने त सर्लक्क आम्दानी भौचर चाहिँ बन्यो। अब यो आम्दानी भौचर बनिसकेदेखि नि अब तपाईले गएर एकाउन्टिङमा हेर्नुभयो भने हेर्नुस् है, अब एकाउन्टमा हेर्नुभयो भने यहाँनिर मैले आम्दानी भौचर बनाउने भन्नेमै छु। एकाउन्टमा गएर हेर्यो भने यहाँनिर हेर्नुस् त यसरी चाहिँ बैंक दाखिला भनेर 2 करोड आइदियो हो। अहिले तपाईको आएको थिएन, अहिले आइदियो हेर्नु त यहाँ 2 करोड 10 लाख भनेर जति एमाउन्ट छ त्यो एमाउन्टको चाहिँ सर्लक्क बैंक दाखिला भनेर देखाएको छ के। अब तपाईले यहाँनिर एकाउन्टमा चाहिँ के गर्न सक्नुहुन्छ, आम्दानी भौचर चाहिँ बनाउन सक्नुहुन्छ। यो चाहिँ यदि कसैले बैंकमा सोझै जम्मा भयो र आम्दानी भौचर बनेन भने तपाईले राजस्व प्रशासन प्रमुखले प्रविष्टिमा गएर आम्दानी भौचर बनाउने भन्ने ठाउँमा आम्दानी भौचर बनाउन छुटेको छ भन्ने कुरा चाहिँ बुझ्नु होला।